Hello dear students, welcome back to our YouTube channel. Today we are going to start a very interesting question. Class 8 Mathematics, chapter number 10, Exponent and Power, exercise 10.1, question number 6. And this question look like little bit scary, okay? कतिजना नानीहरु यो क्वेशन देखेर डराइहाल्छ तर डराउने यसमा कामै छैन just you have to follow the step okay so 6 मा हामीलाई भन्दैछ evaluate भनेपछि चाहिँ you have to find the proper answer okay जब हामी एक्सपोनेन्ट एन्ड पावर गर्दैछ पछि यसमा कतिवटा कुरा पावरमा पनि हुन्छ नि हैन अनि जसले चाहिँ यो डाइरेक्टली भिडियो हेर्दैछ you have to see introduction part first to understand this question okay so just power ma huncha exponent power गरेछ तर evaluate simplify find भनेको छ भने चाहिँ एउटा exact answer you have to find okay don't worry how to find I will let you know जब यसरी तपाईहरुले ठूलो ब्र्याकेट मा देख्नुहुन्छ पहिला सानो ब्र्याकेट तपाईहरुले सल्भ गर्नुपर्छ सानो ब्र्याकेट सल्भ गरिसकेपछि मात्रै we will deal with this square bracket got it so in first question we have 1/3 to the whole power minus 1 अनि म अलवेज भन्ने गर्छु पावर नेगेटिभ मा हुनु हुँदैन यसलाई के गर्नुपर्छ हामीले पोजिटिभ बनाउनु पर्यो र यसलाई पोजिटिभ कसरी बनाउने हो यो पोजिटिभ हुनु पर्छ यसलाई पोजिटिभ कसरी बनाउने यसलाई रेसिप्रोकल गरेर सो रेसिप्रोकल मिन्स डिनोमिनेटर मा भएको न्यूमिनेटर दैट मिन्स माथि जान्छ अनि न्यूमिनेटर मा भएको मुनि डिनोमिनेटर मा आउनु पर्छ ओके सो डिनोमिनेटर मा 1 छ भने नो नीड टु राइट 1 सो हामीले यसलाई सल्भ गर्दाले ओन्ली 3 भेट्यौ ओके नाउ दिस पावर विल बिकम पोजिटिभ +1 अनि +1 हामीले लेख्नु पर्दैन ओके +1 चाहिँ हामीले लेख्नु पर्दैन नाउ दिस माइनस as it is okay after that now we have to solve this small bracket यहाँ पनि सेम हेर्नुस् न 1/4 to the power minus 1 छ okay 1/4 to the whole power minus 1 छ so minus power मा माइनस हुँदैन सेम यसलाई पनि रेसिप्रोकल गर्नु पर्यो 4 माथि जान्छ माथिको मुनिको चाहिँ माथि जान्छ माथिको चाहिँ मुनि आउँछ सो 1 चाहिँ मुनि आउँछ तर कुनै चीजको डिनोमिनेटरमा 1 छ भने लेख्नु पर्दैन गरे सो अब यसको पावर के बन्यो पोजिटिभ 1 +1 यहाँ पनि लेख्नु परेन ओके सो हामीले स्मल ब्र्याकेट सल्भ गरिसक्यौ अब हाम्रोमा रह्यो यो ठूलो ब्र्याकेट अनि स्क्वायर ब्र्याकेट को बाहिरबाट -1 पावर छ अब तपाईहरुले पहिला यो ब्र्याकेट भित्रको सल्भ गर्नु पर्यो ओके सो 3 को अगाडि साइन प्लस 4 को अगाडि माइनस प्लस माइनस माइनस 4 मा 3 सेपरेट गर्दा कति हुन्छ 1 कतिले यही छोडिदिन्छ अझै एन्ड भएको छैन ओके सो 1 आयो अनि फेरि 3 र 4 मा को ठुलो 3 र 4 मा को ठुलो 4 ठुलो 4 को अगाडि साइन के छ माइनस छ सो यो -1 भयो अनि हाम्रो यो स्क्वायर ब्र्याकेट एज इट इज अनि के छ यहाँ -1 छ ओके अब यति आइसक्यो यति आएपछि यहाँ हेर्नुस् त यो -1 को मुनि केही छैन भने 1 छ डिनोमिनेटरमा केही छैन भने के छ 1 छ अनि माथिबाट मैले यही लेखेको हेर्नुस् है -1 अनि यसको डिनोमिनेटरमा केही छैन भने 1 छ अनि यसको होल पावर चाहिँ -1 छ अनि यो -1 पावरमा त -1 हुँदैन भनेको छ सरले अहिले भर्खर मैले भनेको थिएँ हैन सो अब यसलाई पोजिटिभ बनाउनको यो रेसिप्रोकल गर्नु पर्यो ओके सो दिस माइनस एज इट इज यो 1 माथिको यो त दुईटै 1 छ हैन जुन जता गर्दा हुन्छ सो 1 लेखे मैले अब डिनोमिनेटरमा 1 छ भने लेख्नु पर्दैन दिस इज योर आन्सर आई होप यु अन्डरस्टुड यहाँ हेर्नुस् फेरि एकखेप रिपिट गर्दैछु म यहाँ निर यो -1 को -1 यो -1 को डिनोमिनेटरमा केही छैन भने 1 छ भने मैले ठिकै छ त्यो हामीले यहाँ लेख्यो अब यसको पावर चाहिँ -1 छ नि त नेगेटिभमा छ नि त हैन यसलाई पोजिटिभ बनाउन लागि चाहिँ यसलाई रेसिप्रोकल गर्नु पर्यो नि त अनि यो माइनस त एज इट इज बस्छ अनि रेसिप्रोकल गर्दा यो 1 माथि गयो यो 1 मुनि गयो दैट मिन्स सेम कुरा 1 1 नै हुन्छ अनि कुनै पनि कुरोको डिनोमिनेटरमा 1 छ भने लेख्नु पर्दैन गरे
I hope you understood. Similarly, next question we have question number 2. 6 ma duita question cha, question number 1 ra question number 2. Now we are going to discuss question number 2. Same हेर्नुस् यहाँ एउटा सानो ब्रैकेट स्मॉल ब्रैकेट छ, यहाँ स्मॉल ब्रैकेट छ. First of all we have to deal with this bracket. Okay, अनि यो ब्रैकेटलाई हेर्नु भन्दा अगाडि माथि हेर्नुस् त के छ यहाँ पावर चाहिँ नेगेटिभ मा छ. We have to make it positive by reciprocal this thing. यो फ्र्याक्सनलाई चाहिँ रेसिप्रोकल गर्नु पर्यो. That means reciprocal means 8 चाहिँ माथि गयो, 5 चाहिँ के भयो मुनि आयो, अनि होल ब्रैकेट. Okay, अनि this minus 7 will become now positive 7 plus 7, no need to write plus. Okay, into in this case also here we have minus 4, power ma ke cha minus 4. We have to make it positive by reciprocal this fraction. 5 माथि जान्छ, 5 के हुन्छ माथि जान्छ, त्यहाँदेखि 8 के हुन्छ मुनि आउँछ. ओके, 8 चाहिँ के भयो मुनि आयो, त्यहाँदेखि ब्रैकेट this minus 4 will become now plus 4. ओके, अब यो जुन पावर छ यो पावर होल भनेपछि यसलाई पनि त्यति 8 to the power 7 हो अनि 5 to the power 7. यो पावर चाहिँ दुईटालाई लाग्छ, यो पावर पनि दुईटालाई लाग्छ. ओके, अब यहाँनिर आयो 8 to the power 7 divided by 5 to the power 7 into 5 to the power यो पनि होल ब्रैकेट देखि बाहिर पावर छ भने चाहिँ दुईटालाई लाग्यो. 5 to the power 4 divided by 8 to the power 4. ओके, अब यसलाई अझै सिम्पली गर्नको लागि यहाँको र यहाँको हामी क्यान्सल गर्न सक्छौं, अनि यहाँको र यहाँको हामी के गर्न सक्छ क्यान्सल गर्न सक्छौं. ओके, क्यान्सल हुँदैछ भने हामी क्यान्सल गर्न सक्छौं. जस्तै यहाँ 8 to the power 7 means 8 कतिवटा छ 7 वटा छ, यहाँ 8 कतिवटा छ 4 टा, यो 4 टाले यहाँ 7 मा क्यान्सल गर्छ. ओके, 7 वटामा 4 टा क्यान्सल भयो कति बच्छ यहाँ 3 टा. So यो आयो 8 to the power 3. ओके, फेरि भन्दैछ यहाँ 8 7 वटा थियो, यहाँ 8 4 टा थियो, 4 टा क्यान्सल भयो, यहाँ कतिवटा बच्छ 3 टा. 8 वटामा 4 टा क्यान्सल भयो कतिवटा बच्छ 7 वटामा 4 टा क्यान्सल भयो कति बच्यो 3 टा. सो 3 टा यहाँ आयो. अब फेरि हेर्नुस् यहाँ 5 4 टा छ, यहाँ 5 7 वटा छ, 4 टामा 4 टा क्यान्सल भयो, यहाँ 7 ले 4 टा क्यान्सल हुन्छ, यहाँ कति बच्छ 3. 5 to the power 3. अब यहाँ 8 to the power 3 भनेको चाहिँ के हो भने मैले 8 3 8 into 8 into 8 हो, अनि यहाँ 5 to the power 3 भनेको चाहिँ 5 into 5 into 5 हो, which is equals to 8 into 8 64, 64 into 8 64 into 8 yeah 512. 512 divided by 5 is 25, 25 5 is 125. So this is your answer, and I hope everyone understood till here. If you didn't understood, feel free to ask in comment section. Thanks so much.